नमस्ते सबैजनालाई। प्रथमत अलिकति क्षमा याचना गर्न चाहन्छु। यो ब्याक टु ब्याक यो बिचमा केही मिनेटको पनि फरक नभइकन यस्तै खालका चाहिँ प्रोग्राममा बिहानदेखि छु र त्यसमाथि जामले अलिकति समस्या पार्यो। तथापि मैले आजको यो प्रस्तुतिलाई छोटोभन्दा छोटो बनाउने कोसिस गर्नेछु। संयोगले यति नै तहका सरकारमा काम गरेको अनुभवले म अलिकति बढी आलोचनात्मक हुनेछु। यो केवल नीतिमा यस्तो छ, कार्यविधिमा यस्तो छ भन्ने कुरा नीतिमा लेख्दैमा मलाई त्यति विश्वास लाग्दैन। तसर्थ त्यो तरिकाले बुझ्नुहुनेछ। आई एम अलवेज भेरी क्रिटिकल इभन टु माइसेल्फ। चारवटा कुराहरू: संविधान, राष्ट्रिय नीति, स्थानीय सरकार सञ्चालन ऐन र चाहिँ यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण ऐनमा भएका कुराहरूसँग हामीले कहाँ चाहिँ तादात्म्यता राखेका छौँ, कहाँनिर छैनौँ भन्ने कुरा म गर्छु आज। खास गरी संविधानको कुरा गर्ने भनेदेखि चाहिँ यो हाम्रो राज्यको चाहिँ के अरे नीतिमै पनि विपद व्यवस्थापनलाई चाहिँ एउटा जिम्मेवारीको रूपमा चाहिँ लिएको देखिन्छ। यो सरसरी हेर्दाखेरि चाहिँ यो खास गरी स्थानीय सरकार होला अथवा प्रदेश जुनसुकै सरकारले पनि आफ्नो संविधान प्रदत्त अधिकार र स्थानीय सरकारको हकमा स्थानीय सरकार सञ्चालन ऐन 2074ले गरेको व्यवस्था बमोजिम विभिन्न तहमा काम गर्नुपर्ने हुन्छ। एउटा विपद रोकथाम, पूर्व जोखिम न्यूनीकरण र पूर्व तयारीको चरणमा गर्नुपर्ने कुराहरू। दोस्रो चाहिँ यो रेस्पोन्स, इमर्जेन्सी रेस्पोन्स, जब घटना घट्छ त्यसपछिका कुराहरू। त्यसपछि रिकभरीको फेजमा के गर्ने भन्ने कुराहरू चाहिँ हुन्छन्। यी चाहिँ विषयहरूमा कतै यतैतिर देखाउने होइन, चल्दैन त। त्यहाँबाट चाहिँ मुभ गरौँ है। स्लाइड नेक्स्ट प्लिज। नेक्स्ट। राज्यका नीति भन्यो धारा 51। प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरण गर्न पूर्व सूचना, तयारी, उद्धार, राहत एवं पुनर्स्थापना। यो संविधानले नै हाम्रो डिजास्टर म्यानेजमेन्टलाई चाहिँ यसरी चाहिँ चिन्यो। अनुसूची 8 संविधानको अनुसूची 8ले स्थानीय तहको अधिकारको सूची भनेर भन्यो। त्यसमा विपद व्यवस्थापन टक्क लेखेको छ। अनुसूची 9 मा फेरि तिनै तहको चाहिँ सरकारको चाहिँ जिम्मेवारी अन्तर्गत यो म अधिकार भनिरहेको हुन्छु। मैले यसलाई कर्तव्य र जिम्मेवारी भन्ने पाटोबाट चाहिँ अझ यो अनुसूचीका कुराहरू बुझ्दा सजिलो हुन्छ भन्ने ठान्छु। र यसले चाहिँ सङ्घ प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा पनि विपद व्यवस्थापनको चाहिँ कुरा गर्यो। नेक्स्ट अर्कोमा जाउँ। राष्ट्रिय नीति 2075ले के भन्यो भन्दा विपद जोखिमको बुझाइ अभिवृद्धि गर्ने सबै तह र वर्गमा विपद जोखिम सम्बन्धी जानकारीको पहुँच सुनिश्चित गर्ने भन्यो। त्यसै गरेर विपद जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न विपद जोखिम मैत्री शासनको सुदृढीकरण गर्ने भन्यो। नेक्स्ट। जलवायु परिवर्तन अनुकूलका क्रियाकलापसँग एकाकार गर्दै समग्र विकास प्रक्रियामा मूल प्रवाहीकरण गर्ने भन्यो तेस्रो कुरा। चौथो कुरा चाहिँ सार्वजनिक निजी लगानी अभिवृद्धि गरी उत्थानशीलता अभिवृद्धि गर्ने भन्यो। अनि सूचना प्रणालीको सुदृढीकरण, बहुप्रकोप पूर्व सूचना प्रणालीको विकास विस्तार गरी पूर्व तयारी प्रतिकारलाई प्रभावकारी बनाउने भन्यो। खास गरी रिकभरीको फेजमा बिल्ड ब्याक बेटरको कुरा गर्यो। यहाँनिर म अलिकति संविधानमा थोरै चाहिँ त्यहाँबाटै चाहिँ सुरु गर्छु। संविधानले खास गरी जुन विपद व्यवस्थापनमा स्थानीय सरकारको जिम्मेवारीको कुरा गर्दै गर्दा भनौँ अथवा अधिकारको कुरा गर्दै गर्दा विपद व्यवस्थापनको सवाललाई स्थानीय सरकार सञ्चालन ऐनको दफा 11(9) यदि म गलत छैन भने त्यसमा पनि त्यसको अलिकति विस्तार गरियो। त्यो हुँदै गर्दाखेरि अहिलेसम्म पनि खास गरी हामीले केही समय अगाडि स्थानीय सरकारको रेडी टु रेस्पोन्सको अवस्था के हो भन्ने बारेमा सर्वे गरेर चाहिँ थियो मध्यपश्चिम सुदूरपश्चिमतिरको चाहिँ केही पालिकाहरूमा। 100मा औसतमा 39 अङ्क ल्याएछौँ हामीले। त्यसमा पनि जनशक्तिको व्यवस्थापनको सवालमा 100मा 4 अङ्क मात्र ल्याएछौँ भनेको त्यो फेल पनि महाफेल। अब यो के अरे पूर्व तयारीको कुरा गर्दै गर्दाखेरि स्थानीय सरकारमा के अरे अन्तर्गत रहने कर्मचारीहरूको क्षमता अभिवृद्धिदेखि लिएर विपद व्यवस्थापनका विभिन्न चरणमा बुझाइ भएका कर्मचारीहरूको आवश्यकता कति खड्किएको छ भन्ने कुरा चाहिँ त्यसले एउटा चाहिँ सङ्केत गर्छ। दोस्रो कुरा चाहिँ लजिस्टिकको सवालमा कुरा गर्ने भनेदेखि एक दुईवटा केसहरू म गृहमै हुँदाखेरि रोचक केसहरू पनि छन्। बाढी आउन थाल्यो, त्यसपछि ल गृह मन्त्रालय 500वटा बोरा चाहिँ उपलब्ध गराउनु भनेर चाहिँ लेखेको चाहिँ चिठी सम्भवतः मसित कतै चाहिँ छ। 500वटा बोरा उपलब्ध गराउनु भनेर।
यसले के देखाउँछ भन्दा लजिस्टिकलले पनि कतिपय पालिकाको एकदमै राम्रो पनि भइरहेछ। हामीले चाहिँ गएकै विपदमा पनि के देख्यौँ भन्दा कतिपय पालिका वाउ भन्ने खालको गृह मन्त्रालयले कम्तीमा चाहिँ त्यो लेभलको तयारी गरे पनि हुन्थ्यो जस्तो पनि लाग्ने। तर अधिकांशमा चाहिँ त्यो प्रिपेयर्डनेस भनेको विपदका लागि चाहिँ त्यो गर्ने तयारी, लजिस्टिकको तयारी, ह्युमन रिसोर्स तयारी भन्नेमा फिटिक्कै ध्यान नपुगेको पनि देखिएको चाहिँ अवस्था चाहिँ छ। त्यसले गर्दाखेरि यो मिसम्याचेसलाई कसरी चाहिँ अलिकति सामञ्जस्य ल्याउने भन्ने चाहिँ दोस्रो चाहिँ चुनौती देखियो। तेस्रो कुरा અહીં भर्खरै मैले चाहिँ यो जुन के अरे विपद जोखिम न्यूनीकरण नीतिको उद्देश्यको कुरा गरेँ, विकासलाई विपद मैत्री बनाउने भन्ने चाहिँ सवाल आयो। हजुरहरू सबैलाई चाहिँ थाहा छ यो सिमलताल घटनामा चाहिँ हामीले थुप्रै मान्छेहरूको ज्यान गुमायौँ, झन्डै 60। 2टा बस बगे, 5 लाखको बाटो खनिया थियो माथिपट्टि, त्यसबाट बग्ने चाहिँ डेब्रिजहरू बग्यो अथवा त्यो माटोको व्यवस्थापन उचित चाहिँ भएको थिएन, के भएको चाहिँ थियो। त्यसमा त्यो मात्रै कारक हो भन्न खोजे होइन, तर हामीले गर्दै गरेका विकासका योजनाहरूमा विपदको पक्षलाई चाहिँ सोचेका छौँ कि छैनौँ भन्ने कुराले साह्रै ठुलो महत्त्व राख्छ। गएको चाहिँ मनसुनजन्य विपदको कुरा गर्नुहुन्छ भनेदेखि 80% मृत्यु पहिरोको कारणले भयो अथवा पहिरोजन्य बाढीको कारणले भयो। र त्यो 80% जुन मृत्युको मैले कुरा गर्दै चाहन्छु, त्यो पहिरो कहाँबाट गएको छ भन्दा अधिकांश केसहरूमा मैले हेरेँ हामीले चाहिँ पहाडतिर चाहिँ खनेका नागबेली चाहिँ जुन कच्ची सडकहरू चाहिँ छ, त्यो सडकहरूबाट बगेको चाहिँ माटो अथवा ढुङ्गाहरूको कारणले भयो। मैले प्युठान जिल्लाको चाहिँ एउटा नदीको बगरमा चाहिँ के अरे फाँटमा भएका थुप्रै खेतीहरू पुरिएको चाहिँ देखेँ। माथिपट्टि चाहिँ एक ठाउँमा हामीले बडो सोच विचारै नगरिकन जुन तरिकाले चाहिँ बाटो खनेका रहेछौँ, त्यहाँबाट चाहिँ बग्दै बग्दै आएको माटो र डेब्रीको कारणले तलपट्टि त्यो नदी किनारका फाँटको 100औं बिघामा लगाएको चाहिँ खेती बर्बाद भएको चाहिँ अवस्था चाहिँ छ। तसर्थ अब हामीले चाहिँ यो पक्षलाई चाहिँ विपद र विकास बीचको चाहिँ जुन तन्तु चाहिँ छ, त्यहाँनेरि चाहिँ विकासको योजना गर्दै गर्दाखेरि विपदलाई चाहिँ अझ बढी सोचेनौँ, अझ गम्भीर भएनौँ भनेदेखि हामीले भोग्ने चाहिँ क्षति बढी हुन्छ। मैले खासै आकर्षक कुरा भनिरहेको छैन जस्तो छ, कतिपयलाई निद्रा लागिरहेछ। तेस्रो कुरा चाहिँ मैले प्रिपेयर्डनेसको कुरा गर्दै गर्दाखेरि किन लजिस्टिकको मात्रै कुरा गरिनँ, किन ह्युमन रिसोर्सको कुरा गरिनँ, किन यसलाई चाहिँ प्लानिङसित जोडिरहेको छु भनेर भन्दा, प्लानिङ हाम्रो कमजोर प्लानिङले चाहिँ ल्याएको विपदले चाहिँ सबभन्दा ठुलो चाहिँ क्षति गरेको छ। फेरि त्यसको रिकभरीका लागि लाग्ने कस्टको कुरा गर्नुहुन्छ भने पालिकाले धान्दैन, सङ्घीय सरकारले पनि धान्ने चाहिँ अवस्था चाहिँ छैन। अस्ति भर्खरै हामीले 1 खर्ब 4 अर्बको चाहिँ हाराहारीको चाहिँ रिकभरी प्लान चाहिँ ल्यायौँ, त्यो पनि चाहिँ के भन्छ हात्तीको मुखमा जिरा भने जस्तो चाहिँ भइरहेको चाहिँ छ। फन्डिङमा चाहिँ एकदम समस्या भइरहेछ। तसर्थ तेस्रो कुरामा चाहिँ हामीले चाहिँ यो खासै विकासहितको कुरालाई चाहिँ कसरी जोडेका छौँ भन्ने कुरा चुनौतीपूर्ण चाहिँ छ। मेयर साहबहरू, अध्यक्षज्यूहरू, उपाध्यक्षज्यूहरू, हजुरहरूले चाहिँ अब आउने चाहिँ प्लानिङहरूमा ल है विपद भन्ने कुरा चाहिँ सोच्न अझ बढी सोच्नुपर्ने, सोचेको पनि छ, त्यो गर्नुपर्ने भयो। चौथो कुरा चाहिँ रिकभरीको फेजको कुरा गरौँ। यहाँ सब ऐन नियम कानुनका भन्दा म प्र्याक्टिकल कुरा गर्छु, किनकि 72को भूकम्पदेखि चाहिँ म निरन्तर यो डिजास्टर म्यानेजमेन्टको फिल्डमा चाहिँ छु। हामीले बिल्ड ब्याक बेटरको कुरा गऱ्यौँ। भवनहरू बनाउँदै गर्दाखेरि भूकम्प प्रतिरोधी बनाऊँ भनेर चाहिँ भन्यौँ। बहुप्रकोपीय हिसाबले चाहिँ यो जोखिम कम गर्ने खालको चाहिँ बनाऊँ भन्यौँ। निजी आवासको कुरा गर्दा नक्सा पास गर्दाखेरि नै अर्थक्वेक रेजिलियन्ट छ कि छैन त्यो इन्स्योर गरौँ भनेर चाहिँ भन्यौँ। अब अहिले हामी चाहिँ रिकभरी प्लान चलाइरहेछौँ। अर्थक्वेक पश्चिम नेपाल भूकम्पको पुनर्निर्माणको चाहिँ काम सुरु भइरहेको चाहिँ छ। नक्सा पास गर्ने अधिकार भनेको प्राधिकरण, हामी सबै प्राधिकरणै भने पनि मैले यहाँबाट चाहिँ सिडी खटाए पनि उसले नक्सा पास गर्ने औकात राख्दैन। त्यो हैसियत कसले राख्छ? पालिकाले राख्छ। पालिकामा चाहिँ इन्जिनियर, प्रमुख प्रशासकीय अधिकृतहरूले नक्सा पास गर्ने हो। त्यो गर्दै गर्दा हजुरहरूको कर्मचारीले अब बन्ने घरहरूको डिजाइन अर्थक्वेक रेजिलियन्ट बनाएन अथवा चाहिँ सरकारी भवनहरू पूर्वाधारको बनाएन भनेदेखि यो कहिलेसम्म चाहिँ यो के अरे अनुदान दिएकोदै गर्ने घटना हुन्छ। मान्छे चाहिँ उता ज्यानै गयो भनेदेखि त अझ चाहिँ यो राहतको भनिएको छ, 2 लाख भनिएको छ, के भनिएको छ, ज्यानै गएन ईश्वरका कृपाले अथवा चाहिँ अरू सबै कुराहरू मिलेर भनेदेखि पनि तत्कालको राहत भनिएको छ 15 देखि 20 हजार। अब घरै चाहिँ बगाइदियो भनेदेखि फेरि जग्गा किन्नको लागि पैसा भनेर भनिएको छ। पालिकामा चाहिँ त्यसको सेयर छ, यति % चाहिँ पालिकाले बेहोर्नु पर्ने भनेर। अस्थायी आवास भनेको छ फेरि 1 लाख भन्छ, स्थायी आवास 3 लाख 4 लाख 5 लाख भनेको छ। यो राज्यले धान्दैन।
यो जति डिजास्टरको घटनाहरू चाहिँ बढ्दै जान्छन् त्यसको लोड पालिकामा चाहिँ पनि बढ्दै जान्छ। भूकम्प बाहेक सबैमा स्थानीय सरकारको हिस्सेदारीको परिकल्पना गरेको चाहिँ छ पुनर्निर्माणको फेजमा पनि। त्यो हुँदै गर्दाखेरि हामी धान्दैनौँ। तसर्थ प्रिभेन्सन बाहेकको अरू हामीसँग जति सकिन्छ मिटिगेसन र प्रिभेन्सनको चाहिँ बाहेक हामीसँग अरू चाहिँ धेरै विकल्पहरू बाँकी छन् भन्ने जस्तो मलाई लाग्दैन। अर्कोमा जाउँ त स्लाइड। अब मैले ऐनको चाहिँ कुरा गरेँ, स्थानीय नीति कानुन मापदण्ड योजनाको कार्यान्वयन अनुगमन नियमन भन्यो। हजुरहरूलाई कन्ठै भएको विषय हो, तथापि चाहिँ आफू पनि कुनै समय महानगरमा काम गर्दाखेरि यो पाना पल्टाइराखेको भएर मैले चाहिँ यो दोहोऱ्याएँ। प्रतिकार योजना पूर्व सूचना प्रणाली खोज उद्धार राहत सामग्री पूर्व भण्डारण वितरण समन्वय। पूर्व सूचना प्रणालीको यो अहिले चाहिँ इन्टरनेसनल्ली पनि ठाउँ ठाउँमा चाहिँ यो कञ्चनपुरको बाढीको कुरा आइरहेछ कि मेयर साहबहरू पालिका प्रमुखहरूबाट धेरै ठाउँ ठाउँमा राम्रो काम भइरहेछ। तर त्यहाँको चाहिँ उदाहरण किन आइरहेको छ भन्दा 624 मिलिमिटर 24 घन्टामा पानी पर्यो। त्यति हुँदाखेरि पनि मान्छे चाहिँ त्यो पानीको कारणले एकजना पनि मरेन। सायद मेयर साहबहरू यतै कतै हुनुहुन्छ होला जस्तो लाग्छ मलाई। त्यो तरिकाले चाहिँ त्यहाँ केले काम गर्यो भन्दा पूर्व सूचना प्रणाली र यसको उपयोगमा चाहिँ पालिका अध्यक्षजीहरू वडा अध्यक्षजीहरू त्यहाँ काम गर्ने गरी सरकारी संस्था सबै अब यहाँ केन्द्रमा त्यति बेला सेन्ट्रल कमान्ड मैले नै हेर्थेँ मनोरञ्जन विपदको। हामीले ठुलो क्षति चाहिँ जोगाउन चाहिँ सक्यौँ, धन जनको दुइटैको। त्यो खालको पूर्व सूचना प्रणालीलाई कसरी चाहिँ सबै प्रत्येक पालिकाहरूमा विस्तार गर्ने, अब पालिकाको भूमिका के हुने, अहिले पछिल्ला पूर्व सूचना प्रणालीमा हामीले खरिद गर्न सक्ने खालको चाहिँ बजेट पनि त्यति सजिलो छैन नि, हुने अवस्था पनि नहोला। तसर्थ जति पूर्व सूचना प्रणालीलाई चाहिँ बलियो बनाउन चाहिँ सक्यो त्यति चाहिँ ज्यान जोगाउने चाहिँ सम्भावना चाहिँ र त्यो क्षमता हाम्रो चाहिँ बढ्दै जाने रहेछ। त्यसमा काम गर्नुपर्ने चाहिँ छ। तटबन्ध नदी पहिरोको नियन्त्रण नदीको व्यवस्थापन नियमनको चाहिँ कुराहरू गऱ्यौँ। अहिले काठमाडौँको हेर्नुभयो भनेदेखि हामी यहाँ चाहिँ एकदम आफैप्रति निर्मम हुन जरुरी चाहिँ छ। जति पनि काठमाडौँमा हामीले चाहिँ यो उसमा सेप्टेम्बर फ्लडमा चाहिँ क्षति बेहोऱ्यौँ नि, नदीमा हामी गएर नदीलाई चाहिँ हामीले चाहिँ त्यहाँ पेल्दै 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 लगेपछि उसले आफ्नो पालो आउँदाखेरि पेल्दै पेल्दै ल्यायो, कुरा त्यति हो। त्यो गर्दै गर्दाखेरि यदि पालिकाले खास गरी अहिले चाहिँ यो के भन्छ नदीजन्य पदार्थको उत्खनन लगायतका कुराहरूमा अस्ति पनि हामीले हेरेँ, मैले ललितपुरको चाहिँ विभिन्न ठाउँहरूमा पनि हेरेँ। हिजो अनियन्त्रित तरिकाले त्यो नदीजन्य पदार्थको चाहिँ दोहन हामीले रोक्न नसकेको कारणले, त्यो दोहन भएको कारणले चाहिँ ठुलो क्षति हुन गयो। पानी परेर मात्रै चाहिँ होइन, त्यसबाट निस्किएको चाहिँ जुन डेब्रिजहरू चाहिँ हुन्छ त्यो बग्न थालेपछि हुने चाहिँ क्षति, त्यसले चाहिँ निम्ताउने थप छेउछाउको चाहिँ कटान र चाहिँ पहिरोको कुराहरू चाहिँ एकदमै अपूरणीय खालको क्षति पुर्याउने चाहिँ हुँदो रहेछ। तसर्थ त्यहाँनिर चाहिँ अब मेरो अनुरोध के छ भन्दा हजुरहरूलाई निर्मम नभई सुखै छैन। नदीजन्य पदार्थको उत्खनन दोहन जस्तो चाहिँ सवालहरूमा हामी निर्मम भएनौँ भनेदेखि माथिपट्टिको चाहिँ त अलिकति क्षति होला, तर तल्लो तटमा चाहिँ धेरै तलसम्म पनि यसले चाहिँ जुन पालिकाको हाम्रो पालिका अथवा हाम्रो जिल्ला अथवा हाम्रो सोकल प्रदेशको चाहिँ सीमाभन्दा चाहिँ उसले त सीमा जान्दैन नि, धेरै तलसम्म चाहिँ पुर्याउने चाहिँ क्षति हुने चाहिँ देखियो। समन्वय र सहकार्यको चाहिँ कुराहरू चाहिँ छ। अहिले पनि खास गरी सङ्घ संस्थाहरूको कुरा गर्दै गर्दाखेरि मैले अहिले चाहिँ पछिल्लो चरणमा चाहिँ हेरेँ, थुप्रै सङ्घ संस्थाहरूले चाहिँ सफ्टवेयरमा एकदमै चाहिँ सपोर्ट चाहिँ गरिराखेको चाहिँ देखिन्छ। तर भइदियो के भन्दा पालिकाको प्रायोरिटीको कार्यक्रम हुन पर्थ्यो, तर त्यो नभएर सङ्घ संस्थाको प्रायोरिटीको कार्यक्रममा पालिकाहरू इन्क्लुडिङ हामी पनि घिसारिँदै गइरहेको चाहिँ अवस्थालाई चाहिँ पनि अन्त्य गर्न जरुरी छ। त्यसका लागि हामीले के भन्यौँ त भन्दा नेक्स्ट पानामा जानुहोस्, अर्कोमा जाउँ। मैले कति मिनटमा सघाउनु पर्छ मोडरेटर? 5 मिनट, ओके। यो चाहिँ स्थानीय सरकारको चाहिँ अधिकारको क्षेत्राधिकारको कुराहरू चाहिँ भयो। यो चाहिँ स्थानीय सरकारले विपद व्यवस्थापनमा गर्न नमिल्ने भन्ने केही पनि छैन, सबै गर्ने चाहिँ जिम्मेवारी छ। अर्कोमा जाउँ। रिकन्स्ट्रक्सनदेखि लिएर सबै कुराहरू। नेक्स्ट, अब यो चाहिँ ऐनको कुरा गर्दाखेरि पनि स्थानीय के अरे विपद व्यवस्थापन समितिले के गर्ने भन्ने कुराहरू चाहिँ लेखेको चाहिँ छ। यो पढ्न थाल्यो भने तपाईँहरूलाई फेरि निद्रा लाग्छ, मैले फेरि यो दोहोऱ्याएर पढ्दिनँ। अर्कोमा जाउँ। ऐनकै बाँकी चाहिँ कुराहरू चाहिँ 16-17वटा कुराहरू चाहिँ विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनले स्थानीय सरकारको स्थानीय विपद व्यवस्थापन समितिको भूमिकाका कुराहरू चाहिँ गर्यो। अर्कोमा
नेक्स्ट। यो मैले बोलेर भ्याउनुभन्दा स्लाइड सार्न बढी टाइम लाग्दो रहेछ। नियमावलीले चाहिँ त्यस्तै केही कुराहरू चाहिँ गरेको चाहिँ छ। खास गरी यो स्वयंसेवकको चाहिँ क्षमता अभिवृद्धिको कुराहरू चाहिँ देखि लिएर सुरक्षा उपकरण, विपद उद्धारको काममा संलग्न व्यक्तिको सुरक्षा, बिमा, अनि गएर चाहिँ सामग्रीको चाहिँ व्यवस्थापन, ज्ञान सिप प्रविधिको प्रयोग भन्ने कुरा। अब पछिल्लो चरणमा चाहिँ हामीले गरेको चाहिँ प्रयास के छ त भन्दा हजुरहरूको स्थानीय विपद तथा जलवायु के अरे LDCRF, स्थानीय विपद तथा जलवायु सम्बन्धी चाहिँ यो हाम्रो जुन कार्य ढाँचा चाहिँ छ त्यो चाहिँ डेभलप गरेर काठमाडौँभित्रको विभिन्न पालिकाहरूमा चाहिँ त्यसको ओरिएन्टेसन पनि भएको चाहिँ छ। विगतमा सङ्घीय मन्त्रालयले चाहिँ गर्दै गरेको चाहिँ काम पनि आफ्नो ठाउँमा चाहिँ थियो। तर अहिले हामीले इन्टिग्रेटेड रूपमा के भन्यौँ भनेर भन्दा अब स्थानीय सरकारले विपदको चाहिँ पुरा चाहिँ आफ्नो तयारी कसरी गर्नुपर्छ भन्ने कुराको चाहिँ गाइडलाइन त्यो चाहिँ उसले LDCRFले गर्छ। त्यसले के भन्छ भन्दा विपद चाहिँ प्रत्येक पालिका पिछेका फरक चाहिँ छन्, त्यसको चाहिँ नक्साङ्कन गर्ने कुराहरू सँगसँगै त्यसले पुर्याउनु पर्ने के अरे पुर्याउन सक्ने सम्भाव्य जोखिम कता कहाँ हो, त्यो जोखिमलाई न्यूनीकरण गर्ने के गर्ने हो, त्यो दाम चाहिँ भन्ने चिज कहाँ चाहिँ छ, त्यसलाई चाहिँ पुलिङ गरेर कसरी चाहिँ हामीले प्रयोग गर्न चाहिँ सकिन्छ भन्ने कुरादेखि लिएर विद्यमान आफ्ना नीति नियम स्ट्राटेजी केही छन् कि छैनन् यी सबै कुराहरू चाहिँ गरेर अन्तर्निकायको समन्वयमा चाहिँ कसरी विपदको क्षति कम गर्ने र विपद पछिको चाहिँ पुनर्लाभका क्रियाकलाप सञ्चालन गर्ने भन्ने चाहिँ प्लानिङ गर्नका लागि चरणबद्ध 1 2 3 4 5 गरेर चाहिँ त्यसले स्टेप चाहिँ जानकारी चाहिँ दिन्छ। प्राधिकरणले सम्भवतः अर्को वर्ष यो कार्यक्रमलाई धेरै विस्तार गर्छ। यसका लागि गाउँपालिका, राष्ट्रिय महासङ्घ, नगरपालिका सङ्घ चाहिँ मुख्य यसको चाहिँ भनौँ न केन्द्रमा उहाँहरू चाहिँ हुनुहुन्छ। उहाँहरूको के अरे समन्वय र सहयोगमा प्राधिकरणले आगामी वर्ष यसको चाहिँ कार्यक्रमहरू चाहिँ ल्याउँछ, जसले गर्दाखेरि अघि मैले सुरुमै हजुरहरूलाई भने हामीले चाहिँ 100मा 39 पायौँ समग्रमा अथवा जनशक्तिमा 4 पायौँ भन्ने कुरा गऱ्यौँ नि। त्यो 4बाट अथवा एभरेज अङ्क 39बाट कम्तीमा 50 कटाउने भन्ने कुराको लागि चाहिँ त्यसले मार्गदर्शन गर्छ। नम्बर 1। नम्बर 2, यसै वर्ष अब हामी चाहिँ सम्भवतः केही हप्तामै समुदायको चाहिँ विपद स्वयंसेवाको तालिम सुरु गर्दैछौँ मेयर साहब। अब त्यो तालिम किन सुरु गर्न खोजियो भन्दा अहिलेसम्म कुनै ठाउँमा चाहिँ घटना भयो, घटना भइसकेपछि हामीले गर्ने भनेको के हो भनेर भन्दाखेरि चाहिँ टक्क सेल्फी खिच्ने अथवा भिडियोले चाहिँ त्यसको क्लिप बनाउने पठाउने। कति बेला यो वर्दी लगाएका त्यस्ता मान्छे आउलान्, त्यसपछि गएर चाहिँ तिनीहरूलाई त वर्दी लगाएपछि चाहिँ आगोले पनि पोल्दैन, हामफाले पनि केही पनि हुँदैन, बाढीले पनि बगाउँदैन। यस्ता वर्दी लागेका मान्छे चाहिँ आउँछन् र बल्ल यसको चाहिँ रेस्पोन्स चाहिँ होला भन्ने अवस्थामा चाहिँ हामी छौँ। यसबाट मुक्त नगरी सुखै छैन। अहिले अन्तर्राष्ट्रिय सिद्धान्तले पनि के भन्छ भन्दा कम्युनिटी इज द फर्स्ट रेस्पोन्डर, लोकल लिडरसिप भन्यो। हेर्नुहोस्, स्थानीय नेतृत्व, समुदाय नै पहिलो प्रतिकार्यकर्ता। ललितपुरबाट उपमेयरज्यू यहाँ हुनुहुन्छ, कृपया ललितपुरमा पनि यो चाहिँ यो तालिम जुन हामीले स्वयंसेवकको अहिले भर्खर कुरा गरेका छौँ, अस्ति भर्खर कार्यकारीले यसको करिकुलम पास गरेको चाहिँ छ। टेक्निकल सपोर्ट जान्ने मान्छेहरू हामी उपलब्ध गराउँछौँ, पालिकाले सुरु गरोस्। त्यो गर्दै गर्दाखेरि नगर प्रहरीदेखि लिएर स्काउटदेखि लिएर रेड क्रस, विगतको रिटायर चाहिँ हाम्रो सेक्युरिटी पर्सनहरूलाई प्राथमिकता दिउँ, किनकि अरू म जस्ता मान्छेहरू अथवा मभन्दा चाहिँ अलिक कम उमेरका मान्छेहरू कति बेला देश छोड्नुलाई भनेर खुट्टो उचालेर बसेका हुन्छन्। त्यहाँ बस्ने नै मान्छेलाई चाहिँ तालिम दिएपछि भोलिका दिनमा हुने ससाना खालका चाहिँ विपदहरूमा वर्दीधारी पर्खिन नपर्ला। अलिक ठुला भयो भनेदेखि पनि तत्कालको क्षति चाहिँ कम गर्न चाहिँ सकिन्छ। तसर्थ यो कम्युनिटी डिजास्टर भोलिन्टियरहरूलाई यथाशीघ्र बढीभन्दा बढी हामीले गाउँ गाउँमा, टोल टोलमा, पालिका पालिकामा चाहिँ विकास गर्नुपर्ने चाहिँ अवस्था चाहिँ छ। अर्कोमा जाउँ। 2 मिनट सक्यो भन्नु त, क्विकली चाहिँ जाउँ। मैले केही कुरा इम्पोर्टेन्ट छुटेको छ भने मात्रै भन्छु, तर स्लाइड हुँदै मैले अघि भन्दै गरेको हजुरहरूलाई चाहिँ स्थानीय विपद तथा जलवायु स्थानशील कार्य ढाँचा तर्जुमा दिग्दर्शन। नेक्स्ट। अब यो गर्नुपर्ने 4 सेन्डाई फ्रेमवर्क भन्छ। अब यो चाहिँ हामीलाई यो घोकेर त काम छैन, तर चाहिँ त्यसको 4वटा पिलरहरूको कुरा गर्दै गर्दाखेरि यो चाहिँ बुझाइ, विपदको जोखिमबारे बुझाइका लागि चाहिँ के चाहिने भन्ने सूचना प्रणालीदेखि लिएर अन्तर्निकाय समन्वयको कुराहरू, जोखिम आकलनको कुराहरू लगायतको कुरा चाहिँ भयो। के भइरहेछन् भन्ने यता छ। नेक्स्ट। दोस्रो चाहिँ यो शासकीय पद्धति डिजास्टर गभर्नेन्सको चाहिँ कुराहरू, डिजास्टर गभर्नेन्सका लागि चाहिने चाहिँ केही नीति नियम कानुन चाहिँ भन्ने कुराहरू चाहिँ हो। इन्क्लुजनको चाहिँ कुराहरू चाहिँ हो, सहकार्यको चाहिँ कुराहरू चाहिँ हो। त्यसका लागि चाहिँ यो
केही क्रियाकलापहरू संरचनाहरू चाहिँ छन्। अब एनइओसी पिओसीको कुरा गर्ने भनेदेखि हाम्रो नेसनल इमर्जेन्सी अपरेसन सेन्टर भनेर जुन केन्द्रमा चाहिँ छ नि हाम्रो छेउमा, त्यो डेटा कलेक्सन सेन्टर बाहेक केही पनि होइन। हामी साँच्चैको इमर्जेन्सी अपरेसन सेन्टर चाहिँ सेन्टरदेखि लिएर पालिकासम्म चाहिँ बनाउन चाहिँ जरुरी चाहिन्छ। त्यसमा हामी चाहिँ चुकिराखेका चाहिँ छौँ। अब यो कानुनको जतिसुकै ड्राफ्ट गरे नि यसले मात्रै चाहिँ यसले माछा मार्दैन। माछा मार्नलाई बल्छी नै चाहिन्छ, माझी नै चाहिन्छ, त्यो माछा भएको खोलो पनि चाहिन्छ। अर्कोमा जाउँ। तेस्रो चाहिँ कुरा खास गरी यो रिजिलियन्ट क्षमता चाहिँ कसरी चाहिँ वृद्धि गर्ने भन्नका लागि लगानी पनि चाहियो। अहिलेसम्म निजी क्षेत्रको लगानीको कुरा गर्दाखेरि ठुला डिजास्टरहरूमा चाहिँ उहाँहरूको चाहिँ केही साझेदारी चाहिँ देखिन्छ। तर निजी क्षेत्रले अहिले पनि हामीले चाहिँ सप्लाई आपूर्ति श्रृङ्खलालाई सुचारू गऱ्यौँ भनेर गर्व गरिरहेको अवस्था चाहिँ छ। यसबाट बाहिर निस्किने हो भनेदेखि कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी भन्ने चिज, त्यो जिनिसभित्रको कति पैसा हामीले डिजास्टर म्यानेजमेन्ट चाहिँ सपोर्ट गऱ्यौँ त, खर्च गऱ्यौँ, पालिकालाई चाहिँ हामीले कति दियौँ, अथवा चाहिँ लजिस्टिकमा चाहिँ हामीले कति सपोर्ट गऱ्यौँ भन्ने कुरामा अब उद्योग वाणिज्य क्षेत्र, निजी क्षेत्रले चाहिँ थप ध्यान दिनुपर्ने चाहिँ आवश्यकता चाहिँ छ। र यो भन्दै गर्दाखेरि चाहिँ मैले यो विपद जोखिमका लागि वित्तीय व्यवस्थापन राष्ट्रिय रणनीतिको कुरा गरिरहेको छु। यो लगानीको बारेमा पनि अब फेरि सोच्नु पर्ने भएको छ। मैले अघि भने जस्तो लाखौँ पैसा चाहिँ सरकारले अनुदानबाट चाहिँ दिएर यो सम्भव चाहिँ छैन। अब यसलाई रिस्क ट्रान्सफर गर्नु पर्यो। त्यसको लागि जस्तो कर्णाली प्रदेशले भन्यो, प्रदेशभरिको चाहिँ हामी घरको बिमा गर्छौँ। तर हामी के गर्छौँ, बिमा गऱ्यो भनेदेखि बिमाको पैसा पनि लिने, अनुदानको पैसा पनि लिने, पालिकाले दिएको पैसा पनि लिने, प्रदेशले दिएको पनि लिने, सङ्घ संस्थाले दिएको पनि लिने भन्ने मोडालिटी एउटा बाहिर निकाल्नको लागि अहिले चाहिँ एसआरएसपी भन्यो। एसआरएसपी भनेको विपद संवेदनशील सामाजिक सुरक्षा तथा अनुदान मापदण्ड अस्ति भर्खर चाहिँ क्याबिनेटले पास गरेको 1.5 महिना चाहिँ कति भयो। त्यसले ठ्याक्कै एकद्वार प्रणालीको कुरा गरेको चाहिँ छ। त्यहाँ गएर रेड क्रसले दिए पनि, जुनसुकै संस्थाले दिए पनि अब पालिकाले दिने, यो प्रदेशले लिएर पैसा लिएर हिँड्ने पनि होइन, जिल्ला विपद व्यवस्थापनले पनि होइन, सङ्घीय सरकारले पनि होइन। एक मात्र च्यानल भनेको पालिका हो। पालिकाभन्दा बाहिरबाट चाहिँ दिनै मिल्दैन भनेर अहिले हामीले चाहिँ कार्यविधिमा त्यो व्यवस्था चाहिँ गरेका चाहिँ छौँ। र त्यो गर्दाखेरि पालिकाले दिने, सम्बन्धित व्यक्तिको चाहिँ खातामा चाहिँ दिने, जसले दिन मन लागेको छ पालिकामा लगेर दिने चाहिँ विपद व्यवस्थापन कोषमा, त्यसभन्दा चाहिँ बढी गर्ने होइन। र बिमाले कभर गरेको चाहिँ छ भनेदेखि त्यसलाई फेरि बिमाले कभर गरेको भनेको हो नि त हाम्रो चाहिँ के अरे सोसल सेक्युरिटी स्किमभित्रको, तसर्थ त्यसलाई फेरि दिनु पर्दैन भन्ने कुरामा हजुरहरूले चाहिँ पछिल्लो मापदण्डले ल्याएको व्यवस्था जानकार हुनुभयो भने सजिलो होला। मैले सकाएँ। अब लास्ट यो दिगो विकासका लक्ष्यहरूमा कहाँ टच गर्ने भन्ने कुराहरू हो। अर्को ताली नबजाउनु, मैले एक लाइन भन्छु र ताली बजाउनु होला। समग्रमा चाहिँ यो विपद व्यवस्थापनको 72 को भूकम्पदेखि अहिलेसम्मको मेरो अनुभव के हो भनेर भन्दाखेरि, चाहे पूर्व तयारीमा होस्, चाहे रेस्पोन्समा चाहिँ होस्, चाहे रिकभरीको चाहिँ फेजमा होस्, हामीले जति स्थानीय सरकारलाई बलियो बनाउँछौँ त्यति क्षति कम हुने हो, त्यति रिकभरीको चाहिँ काम चाँडो हुने हो। जबसम्म यो चाहिँ हामी म जस्ता मान्छेले सिंहदरबारभित्र चाहिँ मुठीमा लिएर हामी विपद व्यवस्थापन गर्छौँ भनेर चाहिँ बसिराख्छौँ, तबसम्म यो क्षति बढी नै राख्छ र हामीले चाहिँ यसमा सफलता पनि हात लाउन चाहिँ सक्दैनौँ। तसर्थ पालिकाहरूले आगामी आर्थिक वर्षको बजेटमा हामीले आज अर्थ मन्त्रालयलाई लेख्दै पनि छौँ, जुनसुकै चाहिँ पालिका, जुनसुकै प्रदेश सरकारले पनि आउने वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दै गर्दा विपद व्यवस्थापनका लागि कति छुट्याइयो भन्ने कुरा चाहिँ यकिन हुनु पर्यो। त्यसका लागि डिजास्टर बजेट कोड उपलब्ध गराउनु पर्यो भनेर हामीले अर्थ मन्त्रालयलाई अनुरोध पनि गरेका चाहिँ छौँ। अब ट्र्याकिङ गर्दाखेरि पनि देशले वर्षभरिमा विभिन्न तहका सरकारबाट कति लगानी गरेछ त भन्ने कुरा पनि थाहा हुनु पर्यो। र पछिल्लो चरणमा जुन खास गरी गोदामको व्यवस्था चाहिँ छ, लजिस्टिकको चाहिँ व्यवस्था, अस्ति भर्खरै माननीय गृहमन्त्रीज्यूले चाहिँ सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा प्रदेश सरकारलाई हस्तान्तरण पनि गरेर चाहिँ आउनु भएको चाहिँ छ। अब बाँकी गोदामहरू प्रदेशतिरै जान्छन्। प्राधिकरणले, गृह मन्त्रालयले समातेर बस्दैन। हजुरहरूले न्यूनतम स्ट्यान्डर्डका चाहिँ सामग्रीहरू पालिकामा अहिलेदेखि स्टक पाइलिङ गरिएन भने गृह मन्त्रालय 500वटा चाहिँ बोरा उपलब्ध गराऊ भनेर फेरि चिठी लेख्नुपर्ने हुन्छ। त्यसबाट न त्यो मन्त्रालयले 500 बोरा उपलब्ध गराउँछ, न चाहिँ तत्कालको नदी कटान हुन्छ। त्यो चाहिँ सम्भव चाहिँ छैन। यति भन्दै पुनः यसको सारा पूर्व तयारीदेखि लिएर रिकभरी फेजसम्मका लागि स्थानीय सरकारको भूमिका
संविधान, स्थानीय सरकार सञ्चालन ऐन सबैले लेख्या चाहिन्छ। अब हाम्रो तयारी कहाँनिर चाहिँ चुकिरहेछौँ, त्यसैमा हामीले कभर गर्दै जाउँ। धन्यवाद।